What's up guys and welcome back to my new vlog. आज चाहिँ मेरो कजन दिदीको बर्थडे हो, सो दिस इज अगेन अ बर्थडे भ्लग. सरी फर द्याट बट इट इज वाट इट इज होइन. रेडी सेडी हुने नुहाइधुवाइ गर्ने त्यहीँ जाने. दादा भाउजू पिकअप गर्न आइराखेको छ. अनि आजको भ्लग चाहिँ 10 मिनट कि त 10 मिनटभन्दा कम हुन्छ होला, बिकज त्यहाँ फ्यामिली टाइममा के बढी खिच्नु भनेर त्यही पनि म सकेसम्म धेरै खिच्छु. एन्ड आई फरगट टु टेल यु गाइज समथिङ लास्ट टाइम है. प्लिज लाइक एन्ड सब्सक्राइब एन्ड किप सपोर्टिङ है. यसरी नै सपोर्ट गरौँ. अस्तिको भ्लगमा नि आई डिन्ट एक्सपेक्ट त्यस्तो राम्रो गर्छ भनेर होइन. फर्स्ट भिडियो एकदम राम्रै लाग्यो मलाई, राम्रै भयो. सो या प्लिज किप सपोर्टिङ अनि सी यु गाइज सुन. अब हामी निस्किन लगाएको. यहाँ हल्का प्रसाद ससाद खाइयो. अब त्यहाँ गएर के खाने थाहै छैन, पेटमा ठाउँ छैन. त्यहाँदेखि मिठो मिठो खानेकुरा हुन्छ, खानुपर्छ त्यता त. अब हामी निस्किन लगाएको. म हल्का निस्केँ. अब दादा भाउजूहरू दिजूहरूलाई पर्खिरहेको. त्यही हो दादाको गाडी. त्यसमा अब जानुपर्छ सरर लाएर पार्टी खान. पार्टी जात के पैजामाहरू. अब सबजना यहाँ सम्पन्नलाई पर्खिरहेको. त्यो को सम्झना उ गर्न सम्पन्न हाम्रो एकजना बहिनी छ सम्पन्न. सन्देश दादा, मेरो दादा, यो खै सलन दिदी, सामर दादा जो देखा नै पर रहा है. अनि यो चाहिँ म. अब हामी सम्पन्नलाई पर्खिरहेको. अनि यहाँबाट जाने पार्टी खाना. पिज्जा, मोमो, चाउमिन. त्यही त सबजना क्यामेरामा बोल्नै छाडेर. सबभन्दा बढी बोल्ने मान्छे झन् बोल्न थाल्यो. यो कसैको नि कहाँमा अट्दैन. अट्छस् सलन चाहिँ कहाँमा यता. भान्जा भान्जा यता यता दक्षिण भान्जा. किन भ्लग भनेर मैले त भ्लगिङ सुरु गरेको छु नि त, त्यही भएर. जी भ्लग मेरो युट्युब साँच्ची हो. ए मलाई हो नि. ल सन्देश दादा होइन त भ्लगिङ सुरु गरेँ होइन त मैले. हुन्छ नि. के छ ठिक छ. दर्शन जी ह्याप्पी बर्थडे. मेरो भ्लग हो. सबजना भाग्दो रहेछ भ्लग भन्दा. दिजुको बर्थडेलाई भिनाजुले प्रिपेयर गरेर आएको सबै. यता अब भिनाजुले मिठो मिठो सबै आफै बना है. आफै बनाऊ है. अर्डर गरे मिठो 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 अर्डर गरे सबै. अब यो सब हामी मिलेर खाने. Happy birthday to you. Happy birthday dear Dee. Happy birthday to you. Happy 40th birthday. Happy sweet 16. सबैको एज बढ्छ, यसको घट्छ नि त. तैँले खाना खाइसकि कस्तो स्न्याक्सहरू तर खाना जस्तै थियो. अनि म तँलाई एउटा क्वेसन सोध्छु भने तेरो रिज कतिको छ?
केटीहरू तर्सिन्छ मेरो रिस देखेपछि हो आमा अहिलेसम्म कतिवटा केटीले रिसले ढालिस सबैलाई हान्न त ट्राई गर्छ तर सबै तर्सेर भाग्छ त्यही हो धेरै ह्यान्डसम भएर यो रिजन हुनसक्छ कि अर्को रिजन पनि हुन्छ त्यसले गरिसकेर दिन्छ ल भयो अब क्रिम नखाके बच्चाहरूले भित्र आमा के गरौँ त खाने भित्र काट्दैन खाने अब डेजर्ट अब है यहाँ अझै बनाएर चाहिँ बाहिर खेल्ने भइरहेछ यहाँ पनि यतिकै बसिरहेको बोर भएको होइन अब यहाँ ठ्याक्कै के भेटेको छ के भन्छ अरे यसलाई योगा भयो एक्सर्साइज भयो अब यसमा म उभिन खोज्छु है विदाउट सपोर्ट अनि मेरो भाइले खिचिदिन्छ ल यो भाइले पनि गर्छ को धेरै बेरसम्म उभिएर बस्न सक्छ यसमा सक्छ होला र यसमा त धेरै हावै छैन क्या फुटलाई यहाँ मर्न चाहिँ बिचार्छ अनि सकिन्छ आई क्यान फिल इट सकेन यार मैले तेरो बाला बन्द गरिदियो किन गर्नु पऱ्यो त्यसमै एडिट हालिदिन्छु गर्न अरू भिडियो डिलिट हालिदिन्छु तैँले यो गरिस् भने आइज झन् म तेरो यो गर्छु भनेर यत्रो नाटक गरेको गर्दै गरेँ नि चोर तर म त्यसलाई गराउँछु अहिले मनाएर फकाएर ल गाइस बल्ल तल्ल माने मेरो यो भाइले फुट्दैन मलाई त धाने तराई धानै हाल्छ नि सपोर्ट लिएर चढ्ने भयो चढ पहिला पुग्यो मलाई त्यो भाग्यो आज मैले नयाँ इन्स्ट्रुमेन्ट भेटेँ यो कस्तो इन्स्ट्रुमेन्ट हो यसरी बस्नु नि यसरी नाच्छ के गरेर मलाई कसम हजुर मामु पनि मामु पनि अनि मामा चाहिँ चाहिँदैन मामा चाहिँ बाई बाई भन्दैछु छोरी आऊ आऊ न आऊ जाउँ अब जाउँ गाडीभित्र बसेछु भने चाहिँ गाडी बवाल गर्छु बाई भान्जी बाई अब रुन्छ है बाई लगाइदिउँ है ल आऊ आऊ ल बाहिर जाने फेरि बाहिर जाने बाहिर जाने गाडीमा नजाने मामासित
त्यो कुरा त राम्रो लाग्यो जसको वाइफ पनि राम्रो होइन लाग्यो यस्तो रमाइलो भयो आज बाहिर निस्केर यस्तो रमाइलो लाग्यो रे एकदम रमाइलो लाग्यो रे आज त्यो कुरा त होइन हाँस्दा होइन यो त खुब हाँसिरहेको थियो नि त पुरा ध्यान दिएर सुनेर अब यसले क्वेसन गर्छु यो त आजकल क्वेसन गर्ने भएको छ यो सलिनले के भनेर फकाउने भोलि चिया खान जाम भनेर पार्टी हजुरले दिने पैसा चाहिँ दिदीले तिर्ने होइन त्यसमा पुरा एग्री बट म अग्री छैन एक्सिडेन्ट भयो यहीँबाट खसेको यहाँबाट कसरी गर्छ त्यही त झुकिने जाँदा देखाइदियो त ए यार दादा फेरि त्यो गाडी त यस्तो भएको थियो नि त फेरि कोल्टे थियो होइन खुट्टा माथि सन्जु गाडी कसले तान्थ्यो कपाल उमाइको गायब भएर मैले कसले तान्थेँ नगरे म नाचे पो त हजुरलाई कहाँ देखाएँ मैले नमन सम्पन्न नाच्दैन छ्या के गरिरहेछ हो है यसलाई लिएर गएपछि तर कस्तो यहाँसम्म लिएर छिर बिस्तारै त्यहाँ उ गरेर छु नि एक्सिडेन्ट हुनु ल हेर्दै है हेर्दै झट्टै एक्सिडेन्ट भएको थियो कि बाई बाई यो पछि छ नि त अलिकति हिँडाउनै पर्ने गाइस हामी अब घर पुग्यौँ रमाइलो भयो आज एकदम भाइसित दादाहरू भाउजू दिजूहरू अनि बेनाजहरूसित एकदम रमाइलो भयो बर्थडे पनि सेलिब्रेट गर्यो पार्टी पनि खायो अहिले घर आएर चिसो हावा खाँदैछु अब त्यही हो नेक्स्ट टाइम अब के भ्लग हुन्छ कहिले कस्तो भ्लग हुन्छ त्यसमा हेरौँला एन्ड नेक्स्ट टाइम भेटौँला है त गाइस बाई बाई सी यू